भोलि अफिसबाट छिटो आइज है, केटी भेट्न बोलाएको छ, जानुपर्छ त्यहाँ। मलाई यो कुरामा किचकिच गर्न छोडिदिनु होला। अब म उसँगै बिहे गर्ने हो। हामीले हुँदैन भन्दा पनि कति कराएर जति बसेको। भने नि नहुने भइसक्यो यसलाई त। तपाईँहरूलाई मन परे पनि मन नपरे पनि मलाई मतलब छैन। अब म अरू केटीसँग बिहे गर्न सक्दिनँ, उनी हो मेरो लागि। अब उसले भने के गर्नुपर्छ होला हामीले, नत्र हामीले उसलाई गुमाउनेछौँ। ऊ मान्दैन। अब मैले घरमा कुरा गरेँ, अलिकति नमान्नु भएको जस्तो भन्नुभएको थियो, तर बिहे हुने भयो हाम्रो। अब र म धेरै खुसी भएँ। छोरी नडराऊ है, तिमीले धेरै माया गर्ने केटा भेटाएको छौ, तिमीलाई खुसी राख्नेछ उसले। सायद हामी नै गलत थियौँ कि उनीहरू एकअर्कासँग खुसी छन् र हुन पनि दिनुपर्छ। बिस्तारै सबै ठिक हुँदैछ है। तिमी भएपछि सबै ठिक गरिहाल्छौ नि।